आज म भोट हाल्ने लाइनमा थिएँ। मेरो हातमा मतदाता परिचय पत्र थियो। त्यो सानो कुनाबाट थोरै च्यातिएको कागज जसमा मेरो अनुहार छापिएको थियो। मेरो नाम थियो, मेरो ठेगाना र मेरो एउटा अधिकार थियो, मात्र एउटा। दिनको 11 बजेको तातो घाम सिधा टाउकोमा खस्ने खालको। लाइनमा मान्छेहरू थुप्रिएका थिए। हजुरआमा जो बिहान सकेर उठेर आएकी थिइन्, बुवाहरू जो अफिस छाडेर आउनुभएको थियो, युवाहरू जो पहिलो पटक भोट हाल्न आएका थिए। सबैको हातमा त्यही एउटै कागज। बेन्चमा पार्टीका प्रतिनिधिहरू बसेका थिए। उनीहरू मतदाताको विवरण जाँच गर्दै थिए, नाम खोज्दै, औँला चलाउँदै, कहिले माथि कहिले तल हेरेर। त्यो हेराइमा न आदर थियो न अपनत्व। त्यो हेराइ थियो एक व्यापारीको जस्तो, जसलाई आफ्नो नाफासँग मात्र मतलब छ। म एक टक लाएर आफ्नो परिचय पत्र हेरिरहेको थिएँ। लाइन अगाडि बढ्दै जाँदा मुटुको चाल बढ्दै गयो। किन मलाई थाहा थिएन। सायद किनभने यो क्षण सानो थिएन। यो क्षण, यो एउटा कदम देशको भविष्यसँग जोडिएको थियो। कम्तीमा उनीहरू यस्तै यस्तै भन्थे। अनि थाहा छैन कसरी एक पल मेरो आँखाहरू बन्द भए र म पुगेँ भदौ 23। त्यो आवाजहरू सयौँ हजारौँ एकैचोटि कानमा आयो। हाम्रो माग जायज माग, भ्रष्टाचार मुर्दाबाद, रगत दिन्छौँ, अधिकार लिन्छौँ। यस्तै यस्तै सडकहरू भरिएका थिए। माइती घर मण्डला जहाँ फुलहरू हुनुपर्ने थियो, त्यहाँ युवाहरू प्याम्पलेट सहित आएका थिए। संसद भवन जहाँ कानुन बन्नुपर्ने थियो, त्यहाँ अश्रु ग्यास थियो। ढुङ्गाको सडकमा जुत्ताको आवाज थियो, नारा थियो र बीचबीचमा कसैको रुवाई थियो। तिनीहरू विद्यार्थी थिए। कतिका ब्यागमा किताब थिए, कतिका हातमा ल्यापटप थिए जसमा भोलिको परीक्षाको नोट्स, असाइनमेन्ट्स थिए। कतिले घरमा आमालाई भनेका थिए, आउँछु है, ढिलो हुन सक्छ। तिनीहरूले आफ्नो छाती अगाडि सारेका थिए, ढाल बनाएर भन्न चाहेका थिए, यो देश हाम्रो पनि हो, यो सडक हाम्रो पनि, यो भविष्य पनि। त्यही कोलाहल र नाराहरूको बीचबाट एउटा अपरिचित केटा, मुस्किलले 17-18 वर्ष हुँदो, मेरो अगाडि आयो। कलिलो अनुहार, पसिनाले भिजेको निधार, तर आँखामा अनौठो आगो। उसले मलाई हेऱ्यो, हात हल्लाउँदै मलाई बोलायो। उसले मेरो पाखुरा समात्यो र त्यो विशाल उर्लदो भिडको गहिराईभित्र अझै अगाडितिर ढोराएर लैजाँदै थियो। दाइ, यता। म झस्किएँ। मेरो पछाडिबाट कसैले भन्यो, दाइ, तपाईँको पालो आयो, भोट हाल्ने पालो। लामो सास लिएँ र अगाडि बढेँ। एक एक कदम भारी थिए, असाध्यै भारी। लाइनमा उभिएका मतदाताहरूको आवाजमा बिस्तारै मलाई लाग्यो कि म ती विद्यार्थीहरूकै चिच्याहाट सुनिरहेको छु। सायद कल्पना थियो। अनि मेरो दृष्टि त्यो बेन्चतर्फ गयो। पार्टीका प्रतिनिधिहरू, उनीहरू हाँसिरहेका थिए, कुराकानी गर्दै थिए। एकजनाले फोन हेरिरहेका थिए, अर्कोले चिया पिउँदै थिए। त्यो चियामा वर्षौँदेखि सत्ताको मिठास मिसिएको थियो र मलाई लाग्यो उनीहरू मलाई हेरेर हाँसिरहेका छन्। आयो फेरि, हरेक पटक आउँछ, हरेक पटक भोट दिन्छ, कहिल्यै सिक्दैन। मतपत्र दिने दाइ भोला चबाइरहेका थिए। मेरो नाम बोलाए, मैले हात बढाएँ। मतपत्र थमाइयो। उनको हातमा मतपत्रको गन्ध थियो, नयाँ कागजको। तर उनको मुखको दुर्गन्ध, वर्षौँदेखि दाँतमा लागेको त्यो फोहोरको कस, त्यो दुर्गन्ध मसँगै भित्र पस्यो। त्यहाँ एउटा सानो बुथ थियो, निलो पर्दाभित्र मतपत्र
र एउटा छाप। मैले मतपत्र खोलेँ, चुनाव चिन्हहरू हेरेँ, एक एक गरेर। र त्यो क्षणमा मलाई थाहा छैन किन ती चिन्हहरूको ठाउँमा मैले केही अर्कै देखिरहेको थिएँ। ती शहीद विद्यार्थीहरूको अनुहार। त्यो केटो जसको उमेर 20 थियो, जसले आफ्नो छाती अगाडि सारेको थियो, जसको शरीरमा गोली लाग्दा सडकको ढुङ्गा रातो भएको थियो। त्यो केटी जसले अन्तिम पटक आमालाई फोन गरेकी थिए, म ठिकै छु है, नडराउनुहोस्। म आफै झस्किएँ, आँखा पुछे, सास फेरि र मतपत्रमा हेरेँ, खोजेँ त्यो चिन्ह जसलाई म भोट दिन आएको थिएँ। मैले खोजेको चुनाव चिन्ह त्यहाँ थिएन।